हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग। अनि यहाँ यो सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि आफ्टर लङ टाइम पछि चाहिँ मैले ब्लग हालेँ होइन। त्यही नै हो, अब के छ र अरू भन्नु त। अनि त्यहाँबाट चाहिँ आज चाहिँ एकादशी पूजा होइन। एकादशी पूजा गर्नलाई म चाहिँ घरबाट नुहाएर निस्किएँ। अनि के भन्छ घरबाट नुहाएँ। अनि अब मलाई मम्मीले पैसा दिनुभयो। गएर चाहिँ अब मैले सुन्तला 1 किलो सुन्तला र नि अबिर लिएर गएर पूजा गर्ने। अनि मैले चाहिँ अनि रजरदान लाऊ। अनि आजतिर चाहिँ यस्तो खोलाको किनारतिर आएर बसिरहेको के होइन। त्यही नै हो। अनि पानी पुरा गइरहेको। अब म जान्छु। अनि धेरै पछि चाहिँ मैले भ्लग गराएँ होइन। त्यही नै हो, धेरै पछि चाहिँ भ्लग गराएँ। अनि सुरुमा चाहिँ त्यो मेरो सुरुको भ्लग हेर्दाखेरि चाहिँ तपाईँहरूले यसले त भ्लग हाल्छु भन्छ हाल्दैन भन्नुहुन्छ भन्नुहुन्छ होला। अनि मेरो त्यो मोबाइल छैन क्या राम्ररी मैले होइन। त्यही भएर त्यो मैले डेली आफ्नो कन्टेन्ट बनाउन पाउँदिनँ। मलाई जोसुकै जेसुकै भन्नुहोस् कि आफ्नो आमा बाउले जेसुकै भनोस्, परिवारले जेसुकै भनोस्, मैले मेरो गन्तव्यलाई त म कहाँ छोड्दिनँ। मैले मेरो गन्तव्यलाई चाहिँ त्यही नै हो, मैले मेरो गन्तव्यलाई छोड्नेवाला होइन। अनि म चाहिँ यस्तो चौरतिर आइरहेको। यो चौर चाहिँ म बल खेल्ने चौर हो। अनि उतातिर रोड छ। अनि म उतै जान्छु रोडतिर अनि रोड छ यतातिरबाट बस्ती बस्छन्, धोतीहरू बस्छन् र त्यहाँ तरकारी लगाएर जान्छन्। अनि म चाहिँ अब यता जान्छु। अनि जान्छ अरे मेरो मोबाइल नि फुटेको थियो। अनि बिचमा मलाई नि सन्चो भएन। अनि यतातिर चाहिँ बवाल यो भन्न आयो कि पानी परेर त पुरै झ्याउ गराइदियो कि पुरै पानी पर्ने यार। अनि आज एकादशी है, सबैजनालाई ह्याप्पी एकादशी। अनि मैले नि अब घर गएर पूजा गर्ने। नुहाएर निस्किसक्यो। अब म यहाँबाट हाइवेमा निस्किन्छु कि। अनि त्यही नै हो, अब म यसको चाहिँ पार्ट 1 र पार्ट 2 बनाएर हालिदिन्छु सायद युट्युबमा, गएर हेर्नु होला लक्ष्मी ब्लग भनेर। अनि कस्तो लाग्छ मेरो ब्लग अनि लाइक सब्सक्राइब गर्न नभुल्नु होला। अनि सब्सक्राइब पनि गरिदिएर अनि सेयर पनि गरिदिनु होला। त्यही नै हो। यताबाट हाइवेमा निस्किन्छ कि हाइवेमा। अनि म यतातिरबाट गएर यसको नि बाटै छैन क्या यार, यस्तो छ यार बाटो नि। अहिले त पहिला त हामी कति बल खेल्थ्यौँ यहाँ सानोमा। अघि म त 9मा गएँ, त्यो 8 क्लासमा हुँदाखेरि कस्तो बल खेल्थ्यो यार। अहिले त न दाइहरू छ न के छ यार। र यो बाटो त कत्रो थियो यतातिरबाट यो पुल आएदेखिबाट कस्तरी आएदेखिबाट अनि त्यो पुरै खाइदिएछ कि रोडले यार। पुरै झाडी नै झाडी। हिँड्नै डर लाग्ने भएछ यार। झाडामाथि उक्लिनुपर्छ क्या रोडमा। बाटो कता छ यार, कस्तरी हिँड्यो भने त सर्पले टोक्यो भने डर भइहाल्छ नि। म चाहिँ माथि उक्लिने क्या रोडमा उक्लिन्छु। गाडी आउँछ